पुरुषमा भन्दा महिलामा युटिआई किन बढी हुन्छ त? नमस्ते, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। यसको मुख्य कारण हाइजिन मात्र होइन, महिलाको शरीरको बनावट पनि हो है। महिलाको पिसाब निस्किने नली अर्थात् युरेथ्रा पुरुषको भन्दा छोटो हुन्छ, त्यसैले ब्याक्टेरिया छिटो ब्ल्याडरसम्म पुग्न सक्छ। अर्को कारण चाहिँ युरेथ्राको ओपनिङ मूलद्वार नजिक हुन्छ। मूलद्वार वरिपरि हुने इकोली ब्याक्टेरिया युरेथ्रातिर सर्न सक्छ र इन्फेक्सन गराउन सक्छ। सेक्सुअल एक्टिभिटी पछि पनि ब्याक्टेरिया युरेथ्रातिर जान सक्छ। प्रेग्नेन्सीमा हर्मोन चेन्ज हुँदाखेरि र पाठेघरले प्रेसरले पिसाब राम्रोसँग खाली नहुन सक्छ। मेनोपज पछि पनि एस्ट्रोजन कम हुँदाखेरि प्रोटेक्टिभ भ्याजिनल ब्याक्टेरियाहरू घट्न सक्छन्, जसले चाहिँ पिसाब नलीमा इन्फेक्सन रिपिट हुन सक्छ। पिसाब नलीको इन्फेक्सन चिसो भुइँमा बसेर वा अमिलो खाएर सिद्धै हुने चाहिँ होइन, मुख्य कारण चाहिँ ब्याक्टेरिया नै हो है। यदि पिसाब पोल्ने, पटक पटक पिसाब लाग्ने, तल्लो पेट दुख्ने, पिसाब गनाउने वा रगत देखिने, अनि ज्वरो आउने, ढाड दुख्ने, भमिटिङ वा प्रेग्नेन्सी भएमा अनि बारम्बार युटिआई भएमा चाहिँ डाक्टरलाई देखाउनुहोस्।